विश्वासमा सद्गुण हालेन बस। अनि त्यहाँ के त्यो त्यसको नाटक तमासा भएको छ। यसमा त्यो चाहिँ के छ अरे त्यहाँबाट के हुन्छ सद्गुण हाल्यो भने चाहिँ के हुन्छ अरे सद्गुण एड गर्यो भने चाहिँ ए टु भर्च्यु सद्गुण हालेपछि के हुन्छ नलेज पाउँछ ज्ञान पाउँछ अटोमेटिकली आउन थाल्छ। अनि ए टु नलेज टेम्परेन्स ए टु अनि टेम्परेन्सको बादमा के आएको ए टु टेम्परेन्स पेसेन्स धीरज संयम भक्ति अटोमेटिकली आउन थालिहाल्यो। अनि पेसेन्ट अनि गडलिनेस ईश्वरी भक्ति पनि अटोमेटिकली आएछ। गडलिनेसको बादमा के हुन्छ ब्रदरली लभ भाइ भाइको बहिनीहरूको दाजुभाइको बिचमा घरमा शान्ति वनमा शान्ति दसमा शान्ति कोही कोलाहल छैन हल्ला छैन सबैलाई एकसाथ। हेर्नुहोस् आज हाम्रोमा धेरै कमीहरू छ। सहुलियत पाए के पाए कतिले थाहै छैन। यस्तो भएको खण्डमा धेरै विद्रोह पर देख्न सक्दैन अर्कालाई हेर्नु सक्दैन आफै मात्रै हेर्छ आफै मात्रै सुँगुरले आफै तल हेरेको दूर हेर्नु सक्दैन। त्यस कारणले गर्दा प्रोग्रामलाई सहायता गरून्। अनि यस्तो गर्ने मान्छे चाहिँ के अरे ब्लाइन्डहरू अन्धा हो भनेकन भन्छ। यदि हामीले गर्छौँ यस्तो गरी भनेदेखि भर्च्यु परमेश्वर सद्गुणलाई ग्रहण गर्छौँ भनेदेखि बढाउँदै जान्छौँ भनेदेखि ज्ञान र बुद्धि र नलेज र विजडम स्वर्गीय ज्ञानले परिपूर्ण हुन्छ। अनि आफूलाई सेल्फ कन्ट्रोलिङ पावर पनि हामी राख्न सक्छौँ। कस्तो मिठो कुरो छ। अनि यदि यस्तो हो भनेदेखि यो कुरा चाहिँ कसरी पाइन्छ अरे ब्रदर गिभ द डिलिजेन्सिस टु द म्याच्योर द कलिङ एन्ड द डिक्लेरेसन्स एन्ड स्योर टु द डु द थिङ्स एन्ड द सेल द नेभर फेल। कहिल्यै फेल हुँदैन कहिले ठोकर खाँदैन कहिले केही पनि असरै पर्दैन। यदि यस्तो गर्छौँ भने स्वर्गमा इन्ट्रान्समा प्रवेश गर्दाखेरि बडा आजादीको साथमा स्वागतको साथमा त्यसलाई ग्रहण गरौँ। यो आज हामी याद गरौँ त्यसलाई हामी तयारी गरौँ प्रोग्रामले सहायता गरौँ तपाईँसँग। अब अर्को एउटा हेरेर हामी बन्द गरौँ। यशया 2 अध्यायको 2 पददेखि 1 पददेखि पढ्ने र सरर पढिदिनुहोस् त्यो थोरै हेर्छु र बन्द गरिहाल्ने। अब हेर्नुहोस् अब हुनेवाला कुरा के छ कहिले हुन्छ यो हेर्नुहोस् पढ्नुहोस् त यशया 2 अध्यायको 2 पददेखि। अनि अन्त्यका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको भवनको पर्वत पहाडहरूको टाकुरामा स्थापित हुनेछ र डाँडाहरू भन्दा उच्च पारिनेछ अनि सबै जातिहरू त्यसमा ओइलिएर आउनेछन्। अनि धेरै जाति जातिका मानिसहरू जानेछन् र भन्नेछन् आओ र हामी माथि परमप्रभुको पर्वतमा याकुबका परमेश्वरको भवनमा जाउँ। अनि उहाँले हामीलाई आफ्ना मार्गहरूको शिक्षा दिनुहुनेछ र हामी उहाँका मार्गहरूमा हिँड्नेछौँ किनकि सियोनबाट व्यवस्था र यरुशलेमबाट परमप्रभुको वचन निस्कनेछ। अनि उहाँले जाति जातिको बीचमा न्याय गर्नुहुनेछ र धेरै जातिहरूलाई हप्काउनुहुनेछ। अनि तिनीहरूले आफ्ना तरबारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्ध तरबार उठाउने छैन न त तिनीहरूले फेरि कहिल्यै युद्ध विद्या नै सिक्नेछन्। हे याकुबका घराना आओ र हामी परमप्रभुको ज्योतिमा हिँडौँ किनकि तपाईँले आफ्नो प्रजा याकुबको घरानालाई त्याग्नु भएको छ किनकि तिनीहरू पूर्वतिरका कुराले भरिएका छन्। पलिस्तीहरू चाहिँ जोखाना हेर्ने पूर्वतिरको कुराले भरिएका पलिस्तीहरू चाहिँ जोखाना हेर्नेहरू भएका छन् र परदेशीहरूका छोराछोरीहरूसँग थप्पडी मार्दछन्। अनि तिनीहरूको देश पनि चाँदी र सुनले भरिएको छ न त तिनीहरूका धन सम्पत्तिको अन्त्य नै छ। अनि तिनीहरूको देश घोडाहरूले भरिएको छ न त तिनीहरूका रथहरूको अन्त्य नै छ। अनि तिनीहरूको देश पनि मूर्तिहरूले भरिएको छ र तिनीहरू आफ्नै हातको कामलाई दण्डवत गर्छन् जुन तिनीहरूकै औँलाहरूले बनाएका हुन्। अनि साधारण मानिस झुक्छ र ठुलो मानिस चाहिँ होच्याइन्छ। त्यसैले तिनीहरूलाई क्षमा नगर्नुहोस् परमप्रभुको डरको कारणले साथै उहाँको प्रतापको सर्वश्रेष्ठताको कारणले तिमी चट्टानमाथि पस र माटोभित्र लुक। मानिसका घमण्डले चढेका आँखाहरू होच्याइनेछन् मानिसहरूको चेकी तल झारिनेछ अनि त्यस दिन परमप्रभु मात्र उच्च पारिनुहुनेछ। 18-19 अनि उहाँले मूर्तिहरू पूर्ण रूपले मेटाउनु हुनेछ
अनि जब पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई परमप्रभु उठ्नुहुन्छ, तब उहाँको डरको कारणले र उहाँको प्रतापको सर्वश्रेष्ठताको कारणले तिनीहरू चट्टानहरूका गुफाहरूभित्र र माटोका दुलाहरूभित्र पस्नेछन्। त्यस दिन मानिसले आफ्ना चाँदीका मूर्तिहरू र आफ्ना सुनका मूर्तिहरूलाई छुचुन्द्राहरू र चमेराहरूको अघि फालिदिनेछन्, जुन मूर्तिहरू तिनीहरूले दण्डवत गर्नु भनी आफ्ना निम्ति बनाएका थिए। हेर्नुहोस्, यो कुरा अचम्म कुरा। अब त्यहाँनिर कस्तो छ अरे, फलिस्तीका देउता र अनि तिनीहरूको मूर्ति देशमा के छ अरे, मूर्ति। अहिले हाम्रो देशमा हेर्नुहोस् त, भारतमा नेपालमा हेर्नुहोस् त, मूर्ति जहाँसुकै एउटा ढुङ्गा सेतो गरेकै छ, यताउता राखेको छ मूर्ति। कति ठाउँ त खुट्टा राख्ने जग्गा पनि छैन, यति छ्याट भएर हिँड्नुपर्छ। कति घृणित कुरा हो। यस कारणले त विष्णु पुराणमा लेखिएको छ, तस्मै प्रसाद हो जीवित बुद्धि जन्मना सक्ने भयो, यसमध्ये ब्राह्मण चाँडले भव्य दुर्बल ज्ञान भव्य दुर्बल छ। जसकसैले मूर्तिको प्रसाद खान्छ र चाड्छ भने मात्रै पनि त्यो त्यतिखेरै पाखण्डी होस्, मूर्ख होस्, तुच्छ होस्, पागल होस् भनेको छ 255 अध्यायमा। कारण शास्त्रले पुरा तरिकाले देखाएको छ, तर आज हामी हेर्दैनौँ। हामीले यस्तो ग्रन्थ पाएको छौँ, हाम्रो मिटमा हाम्रो दुध र मधुले भरेको ग्रन्थ भेटेको छौँ, हामीले यसको पिउँछौँ, तर हाम्रोमा रसै ज्ञान छैन। न बताउनेले बताउँछ, न त सिकाउनेले सिकाउँछ, न हामीले त्यो कुरालाई अभ्यासै गर्छौँ। बाइबलले जेन्टली यु शुड वर्क द देयरिन एन्ड सर्च भनेर भन्छ। हाम्रो यो सुसमाचार 13 अध्यायको 15 पदमा, जस्तो मैले गरेँ त्यस्तै जो कुरो तिमीलाई सिकाएँ तिमीले त्यस्तै गर भन्नुभएको छ। यदि गर्दैनौ भने मलाई प्रभु प्रभु नभन। डाइरेक्ट कोही कुरो यहाँ प्रभुले लुकाएर छुपाएर के गर, तिमीले भित्रको धो, बाहिर टिलिक्क पार्छौ, तर भित्र धो। प्रभुले हामीलाई भित्रको धुनुको लागि प्रभुको योजना थियो, तर मान्छेलाई मन परेन भित्र सफा गर्न। भित्र सफा गरेर त बस अनुहार त त्यतिकै उज्यालो भइहाल्यो नि, लाइटिनिङ हुन्छ, त्यति भइहाल्छ। प्रभुले हामीलाई सहायता गर्नु, आशिष दिउन् र समय पर्दाखेरि कुनै दिन फेरि यस कुराको अर्कै कुरामा हामीले हेर्न सक्छौँ। प्रभुले हामीलाई सहायता गरेको हुन्, धेरै लामो भयो, बस यही राख्दछौँ। प्रभुले हामीले धेरै धेरै अनुग्रह गरून्। हाम्रो मूर्तिले भरेको देश नेपाल, भुटान और इन्डोनेसिया, मलेसिया अनि सिङ्गापुर छ, इन्डिया त एकदम भन्नै नहुने घिनलाग्दो भएको छ। अहिले जहाँसुकै मूर्ति, केवल 29 अलिकति बाँचेको छ, बाँकी त सब गयो खत्तम, एकदम हेरिसक्न सक्यो। अब त्यो रामको मन्दिर बनाएर, राम त शैतान हो, लुसिफर हो त्यो। अब यो छँदैछ, यस्तै भइरहेको छ। मान्छेलाई जिउनु मुस्किल परेको छ। अहिले युपीमा कतिजना मान्छे, 22 जना हाम्रो गभर्नमेन्टलाई जेल थुनेको छ, चर्चहरू भत्काइदिएको छ, छत्तीसगढमा मारिरहेको छ। यस्तै हालत छ। प्रार्थना गरिरहेका छौँ, प्रभुले हामीलाई अनुग्रह गरून्, दया गरून् र तपाईँहरूलाई प्रभुले विभिन्न जग्गामा राख्नु भएको छ। रोमानियामा अनि युरोपमा, अरू जग्गामा, सारा भूमुलोकमा छरिनु भएको छ। प्रभुको लोकको लागि म निरन्तर प्रार्थना गरिरहन्छु। तपाईँहरूको लागि, हाम्रो लागि गरिदिनुहोस्, मेरो लागि गरिदिनुहोस्, मेरो बच्चाहरूको लागि सठिक हुनको लागि अनि उनीहरूको जबहरू ठिक पाउनको लागि प्रभुले सहायता गरून् र इन फ्युचर सत्यतालाई जान्नु र उद्धारको मोक्षको पूर्ण ज्ञानमा हुनु नितान्त आवश्यक छ। यदि उद्धारको सेलिब्रेसनको पूर्ण फुल प्लेजर नलेजमा आएन भने हाम्रो जीवन खोक्रो छ। सो प्रभुले समय दिनुभयो, धन्यवाद। प्रभुले धेरै आशीष दिएको। जय मसीह। जय मसीह।